नेपालले स्कटल्यान्डमा सुरु भएको आइसिसी विश्वकप लिग 2 को पहिलो खेलमा विजयी सुरुवात गरेको छ। करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग 2 अन्तर्गतको चौथो राउन्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई पराजित गर्दै विजयी सुरुवात गरेको हो। स्कटल्यान्डको फोर्थ हिल क्रिकेट मैदानमा सम्पन्न भएको खेलमा नेपालले स्कटल्यान्डलाई 1 विकेटले पराजित गर्दै विजयी भएको हो। 297 रनको लक्ष्य पछ्याएको नेपालले 49.5 ओभरमा 9 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले 41 बलमा 3 चौका र 4 छक्काको सहयोगमा अभिजित 65 रन जोडे। त्यसैगरी ओपनर कुशल भुर्तेलले 44 बलमा 11 चौकाको सहयोगमा 53 रन जोड्दै अर्धशतक बनाए। कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि 72 रनको साझेदारी गरेका थिए। आसिफ 33 बलमा 2 चौकाको सहयोगमा 20 रनमा आउट भए। त्यस्तै गुलसन झा 30 बलमा 3 चौका र 3 छक्काको सहयोगमा 42 रन बनाएर आउट भए। भीम सार्कीले 48 बलमा 3 चौकाको सहयोगमा 40 रन बनाउँदा कप्तान रोहित कुमार पौडेल 56 बलमा 37 रनमा आउट भए। स्कटल्यान्डका लागि ब्रेन्डन मकमलानले 3, माइकल लेक्स र ज्याक जार्भिसले समान 2-2 र जस्पर डेभिसनले 1 विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित 50 ओभरमा 7 विकेट गुमाएर 296 रन बनाएको थियो। स्कटल्यान्डका लागि चार्ल्स टेयरले सर्वाधिक 80 रन जोडे। उनले 72 बलमा 12 चौका र 1 छक्का प्रहार गरे। फेन्ली म्याक्रिथले 67 बलमा 3 चौका र 1 छक्काको सहयोगमा 55 रनमा आउट भए। कप्तान रिची बेरिङटन 46 बलमा 3 चौका र 2 छक्काको सहयोगमा 40 रनमा आउट भए। म्याथ्यू क्रस 56 बलमा 3 चौकाको सहयोगमा 39 रनमा आउट भए। त्यसैगरी माइकल लेक्स 15 बलमा 18 रन जोड्दै आउट भएका थिए। ब्रेन्डन मक्कमुलनले 31 बलमा 2 चौकाको सहयोगमा 19 रन जोड्दा ओपनर जर्ज मुन्सी 12 रनमा आउट भए। नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान 2-2 र सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले अब नेदरल्यान्डसँग यही जेठ 21 गते खेल्नेछ।